यो चुनावको क्रममा हामी पूर्वदेखि पश्चिमसम्म पुरै देश घुम्न गयौँ। लगभग 7-8 हजार किलोमिटर हिँडियो होला देश बुझ्नलाई। सबै लगभग 45-50 वटा जिल्ला घुमियो होला। त्यो जिल्लाहरू घुम्ने जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग देशभरिका समस्याहरू, देशभरिका कुराहरू उस्तै रहेछन्। कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो। तर एउटा गुड न्युज पनि छ त्यहाँ। गुड न्युज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नु पर्यो। नेपाली काङ्ग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो पनि। पुरै देशभरि चल्नु पर्यो। 100 वटा भन्दा देशमा जानु पर्यो। त्यसरी देशका उद्योग कल कारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छ। अब यहाँ आइयो, तपाईहरूलाई भेटियो, धेरै खुसी लाग्यो। तपाईहरू किन टेन्सन लिनुहुन्छ क्या? पार्टीको सभापति नै यही उठ्नु भएको छ, के को टेन्सन?